खतरा रहेछ नि ल के हुन के आइज न हाम्रो पसल चाहिँ के अरे यता कपन बालखनी चोक ठ्याक्कै सिद्धार्थ ब्याङ्क अपोजिटमै छ हजुरहरू नजिक हुनुहुन्छ भने भिजिट पनि गरिदिनु होला उडाएर लयो उडायो हावाले नमस्ते सबैजनालाई स्वागत छ रचना तामाङ अफिसियल युट्युब च्यानलमा हजुरहरूलाई म चाहिँ आज धेरै दिनपछि भ्लग स्टार्ट गर्न लागिरहेको छु हजुरहरूले मलाई बिर्सिनु भएको छैन होला भन्ने आश गरेर आजबाट चाहिँ म भ्लग स्टार्ट गर्न लागिरहेको छु पहिलाको जस्तै साथ सपोर्ट माया सबै गरिदिनु होला मलाई भन्दै होइन आज चाहिँ हामी मैले चाहिँ के भनेको थिएँ भने अस्ति मैले चाहिँ अस्ति नै के भनेको थिएँ भने 10K सब्सक्राइबर पुगेपछि म सेलिब्रेसन गर्छु भनेर मैले भनिसकेको थिएँ तर के कारणले गर्दाखेरि चाहिँ म यताउति बिजी भएको कारणले मैले 10K सब्सक्राइबर त्यो गर्न पाएन नि त अनि त्यही कारणले गर्दा चाहिँ आज कहाँ जानु लाग्यो हामी बुढाली कण्ठ क्याम्पिङ जानु लाग्यो अनि हामी तिनजना मात्रै छ है फेरि आज चाहिँ अगाडि फेरि कहाँ छ है हेर त यता मेरो बहिनी है मेरो बहिनी हो बहिनी हामी दुईजनाको बहिनी है अगाडि चाहिँ के देखेको लौ न छोड है यिनीहरू के देख्यो भन्छ अनि फेरि पनि हजुरहरू प्रायःलाई थाहा छैन होला सायद होइन मैले चाहिँ पसल पनि स्टार्ट गरेको छु है साथीहरू मलाई सबैले सपोर्ट दिनु होला माया गरिदिनु होला हाम्रो पसल चाहिँ के अरे यता कपन बालखनी चोक ठ्याक्कै सिद्धार्थ ब्याङ्क अपोजिटमै छ हजुरहरू नजिक हुनुहुन्छ भने भिजिट पनि गरिदिनु होला अनि म पसलमा जहिले पनि हुन्छ आज चाहिँ यसो टाइम मिलाएर निस्केको अनि कहिलेकाहीँ दिदीहरू हुनुहुन्छ हामीहरू सबैजना हुन्छौँ अनि आज चाहिँ म साथीहरूसँग यसो रमाइलो गरौँ भनेर निस्केँ अनि सबैजनाले साथ सपोर्ट दिनु होला हजुरहरूकै साथ सपोर्टको कारण मैले युट्युबमा पनि अब 10K सब्सक्राइबर क्रस भएर पनि 11 पुगिसकेको छ मेरो अनि त्यही सेलिब्रेसन गर्न जाँदैछु हस् त हेर्दै गर्नु होला है हामी चाहिँ अब आइपुग्न लागेको छ त्यहाँ कति छिटो आइपुग्यो कि केक पसल खोज्दा कति छिटो आइपुग्यो भन्ने नै थाहा भएन यहाँ केक पाएको छैन सेलिब्रेसन गर्न भनेर हिँडेको मान्छेहरू केक नपुगिकन हिँडिरहेको छ कस्तो अब के खानुपर्छ भने हामी के खाँदैनौँ फेरि होइन भयो भने अनि के गर्ने त के अब खोइ के गर्ने त्यहाँ माथि गएर हेरौँ न त बिजोक रमाइलो भयो आइपुगिसके हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ कस्तो काली देखेँ क्या यार कपाल मिलाइनु पर्यो कि कस्तो याङ भा अनि ल राम्रो देखास् एकदम राम्ररी चिटिक्क परेर आँकी चाहिँ अनि जाँदा कस्तो राम्रो देखेको अरे क्या हजुर ल है हामी चाहिँ आइपुगिसक्यो केक चाहिँ पाएन अब के गर्नु अब यहाँ पाउँछ कि पाउँदैन थाहा भएन ल हिँड्न हिँड्न सक्यो पो त यहाँ चाहिँ कस्तो राम्रो रहेछ हौ त्यहाँ हेर न यहाँ चाहिँ आहा कस्तो राम्रो रहेछ हो बुद्ध भगवानको मूर्ति आहा मलाई चाहिँ यहाँनिरको हरियाली एकदम मन पर्यो है कस्तो राम्रो रहेछ वाउ अब हामी चाहिँ खासमा केक काट्ने भनेर आएको अनि रमाइलो पनि त्यही गरौँ भनेर आएको तर केक पसल भेटेको थियो तर अङ्कलले रोक्नु भएन कि अनि अगाडि पनि छ होला भनेर हामी अङ्कलले अगाडि रोकिदिनुहुन्छ भनेर आयो सरासरी केकै पाएन हो लास्टमा त के गर्नु यता चाहिँ गीत बजाइरहेको रहेछ अब भ्लग अब म साउन्ड पछि हाल्नेछु भिडियो मात्र बनाउने छु हेर्दै गर्नु होला यो भर्याङ चढ्दैछ है म चाहिँ यस्तो यहाँ छु है आमा हिलसिल लाएर हिँड्नै नसक्ने भर्याङ हेर्नु न यत्रो छ अन्त धन्दै देखेन हो म चाहिँ हिँडेको है ठाउँ चाहिँ
भिडियो बनाइरहेछन् है के हो यो यस्तरी भिडियो बनाइरहन् यताको भ्यू चाहिँ एकदम राम्रो लाग्यो है हामीलाई चाहिँ वाउ एकदम राम्रो रहेछ है हाम्रो मोडलहरू मेरो मोडलहरू यिनीहरू चाहिँ है हरू चाहिँ यहाँनिर यस्तो गरेर फोटो खिचिरहन् पोज गरेर आम्मा रचनालाई त ओ माइ गड मोडल छ है रचना त एक नम्बरको मोडल यो जङ्गलमा जाने हो यो जङ्गल जाने हो आएछ भ्लग बनाउँदै जान्छु म यता चाहिँ जङ्गल रहेछ है ओइ खतरा रहेछ नि ओइ के हुन्न के आइज न ल हिलाएर पनि ट्याक 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 हिँड्न सकिरहेको छु है म चाहिँ डर लाग्यो रे हो डर अनि यता चाहिँ गीत बजाइरहेको रहेछ त्यही भएर हामीले चाहिँ के अरे त्यहाँको साउन्ड ओरिजिनल साउन्ड हाल्न पाएन नि त अनि एकदम राम्रो लाग्यो यताउति कस्तो हरियाली कस्तो एकदम राम्रो लाग्यो भनौँ न ठाउँहरू चाहिँ यतातिर कस्तो राम्रो राम्रो क्युट साइकल हेर्नु न यहाँ म चाहिँ देखाउँदैछु कि धन्दै मान्छेसँग ठोकेको अनि यो साइकल चाहिँ मलाई एकदम मन पर्यो म चलाएर हिँड्छु भन्न नमिल्ने अनि राम्रो रहेछ ठाउँहरू चाहिँ एकदम रमाइलो लाग्यो हामीलाई चाहिँ त्यही हो गाइजहरू यिनीहरू चाहिँ मेनु हेरिरहन् के खाने भनेर अनि हामी दुईजना चाहिँ यताउति मेनु हेर्दै यताउति के खाम भइरहेको थियो अब के खानु भनेर अनि यताउता अनि भ्यूहरू हेरेँ आनन्द लिएँ त्यही हो रमाइलो लाग्यो यता आन्टीहरू नाच्दै हुँदो रहेछ अनि यताको ठाउँ हेरेर चाहिँ हामी दुईजना चाहिँ फेरि मक्कै साथी चाहिँ मक्कै छ क्या फेरि यस्तै हो मेरो साथी एकदम रमाइलो फ्रेन्डली छ एकदम राम्रो छ ऊ चाहिँ अनि यता चाहिँ आन्टीहरू चाहिँ एकदम रमाइलो गर्न आउनु भएको रहेछ फ्यामिली अनि मलाई चाहिँ एकदम राम्रो लाग्यो आन्टीहरू नाच्नु भएको देखेर खुसी लाग्यो रमाइलो गर्नुपर्छ एक बारको जुनीमा है त्यही हो अनि यताको भ्यू चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ हजुरहरू पनि जान सक्नुहुन्छ है बुढा नीलकण्ठ क्याम्प अनि पहिला नै बुक गरेर जानुभयो भने चाहिँ राम्रो हुन्छ मुस्ताङ्गे आलु मगाएको है अहिले चाहिँ हाम्रो कस्तो ढिला हुँदो रहेछ क्या यहाँको सर्भिस चाहिँ अलिकति मान्छे पुरै प्याक भएर होला सायद होइन अब हामी तिनजना चाहिँ मुस्ताङ आलु टेस्ट गर्छौँ कस्तो हुन्छ एकचोटि टेस्ट गर्दा है केटी हो ल खाऊ न तिमीहरू खोइ हेर यहाँ काँटा निकाल म आफै पहिला टेस्ट गर्छु ल काँटा हामी नि आलु छ कि ससेज रहेछ कस्तो कमेडी भयो कि होइन पुरै यो के अरे आलु फ्राई गरेको जस्तो देखेँ क्या मैले चाहिँ होइन आलु भनेर मुखमा हालेको ससेज तर मिठो रहेछ यो चाहिँ चिल्ली ससेज परेछ हामीले चाहिँ आलु सोचिरहेको यहाँ चाहिँ एकदम रमाइलो आनन्द भइरहेछ जे होस् होइन यहाँनिर कस्तो कति धेरै प्याक छ क्या हुक्का लबर यस्तो हुन्छ क्या हुक्का आएपछि हाम्रो चाहिँ हुक्का पनि आयो अनि मुस्ताङको आलु पनि आयो धन्नै म पल्टेको भने अलि अगाडि म पनि ट्राई गर्छु ल यही पिङ खेल्न जाउँ क्या मिठो रहेछ मेरो काही टप मेरो पनि छ अनि यता चाहिँ गीतको साउन्ड बजिरहेको नि त अनि म चाहिँ एकदम रमाइलो गरौँ न त भनेर अनि नाच्दै बसेँ यताउति हेरेँ एक्लै टेबलमा बसेर अनि नाच्दै बसेँ यताउति हल्ले अब नाच्न त प्रायः आउँदैन मलाई त्यही नि अब बसेर चाहिँ नाचिदिन्छु मरे रमाइलो लाग्यो जे होस्
अब उनीहरू पनि दुईजना पनि आफ्नो तालमा छ, कोही हुक्का तान्दैछ, कोही यताउति चिया खान लागिरहेछ साथी चाहिँ। अनि चिया देखाउँदैछ मलाई। चिया चाहिँ ऊ चाहिँ चिया लभर हो नि त, फेरि उसलाई चिया नभए हुँदैन। मैले पनि खाइदिएँ स्वाट्ट, अनि मिठो लाग्यो। अनि हाम्रो चाहिँ कस्तो के कमेडी भयो भने चिया र बियरसँगै आयो है, कस्तो हाँस उठिरहेको थियो। अनि त्यही पनि चिया पहिला खाइदिएँ, अनि चिया सकाएर अनि त्यसपछि बियर खानातिर लागेँ। त्यही हो, रमाइलो भयो। हामीले त एकदम यहाँ त एकदम चिल गर्ने ठाउँ रहेछ, चिल गऱ्यौँ, त्यही हो। अनि म चाहिँ चिया खाँदैछु। अब पहिला बियर खानुभन्दा अगाडि चिया खान्छु भनेर चिया खाएँ। अनि यता वरिपरि पनि मान्छेहरू आफ्नो तालमा थिए नि त, हामी पनि आफ्नो तालमा थिएँ। एकदम रमाइलो गरेँ, चिल गरेँ, त्यही हो। अनि साथीले भिडियो बनाउँछु दे तेरो भनेर मेरो मोबाइल लियो, अनि हामी दुईजनाको भिडियो बनाइदिएछ, जिस्किँदैछ, मोबाइल हल्लाउँछ, यताउति देखाउँछ। साथी कस्तो अलिकति जिस्किने टाइपको छ मेरो साथी, त्यही हो। अनि हाम्रो चिया सकेपछि हाम्रो बियरको पाला आयो। सबैजनाले बियर एक सर्ट पार्न थाले। मैले पनि ट्राई गरेँ, अनि कति दिनपछि खाएको थिएँ मैले चाहिँ। अनि ठिकै तितो त धेरै तितो भएन। पहिला सुरुमा चाहिँ कस्तो तितो हुन्थ्यो, उसलाई चाहिँ तितो भइसक्यो अरे, कति पछि खाएको अरे उसले पनि भन्दै थियो। अनि त्यही हो, मलाई चाहिँ ठिकै लाग्यो, त्यही हो। अनि उनीहरू दुईजना झुरुक्क उठेर नाच्न गयो। उनीहरू दुईजना चाहिँ नाच्न आउँछ कि, फेरि मलाई चाहिँ नाच्न आउँदैन खासै। अनि यताउति त्यहाँ आउनुभएको दाईहरू पनि उनीहरूसँगै नाच्नुभयो, अनि रमाइलो गर्नुभयो दाईहरू पनि, त्यही हो। सबै फ्यामिलीहरू आउनु हुँदो रहेछ यहाँ। यो ठाउँ चाहिँ फ्यामिलीसँग जाँदा चाहिँ एकदम राम्रो हुन्छ, अनि साथीहरूसँग चिल आउट गर्नलाई चाहिँ एकदम राम्रो रहेछ। हामीलाई चाहिँ राम्रो लाग्यो, माथि टपमा बसेर काठमाडौँको भ्यू हेर्दै रमाइलो गर्दै आनन्द रहेछ ठाउँ चाहिँ। उनीहरू दुईजनालाई फेरि कसले सक्नु, उनीहरू दुईजना कपाल डान्स पनि गरिरहेछ, नाचिरहेछ। उनीहरू दुईजना एकदम चिल गरिरहेछ, त्यही हो। ल कङ्ग्रेचुलेसन रचना, 10K फलोवर्स अन युट्युब। त्यसरी हो, फेरि टाँस दुईजना जोडा हाम्रो चाहिँ यहाँनिर ठ्याक्कै केक पनि काटिसक्यो होइन। अब यहाँनिर के अरे रचनाको चाहिँ 10K फलोवर्स, 11K पुगिसक्यो, त्यही पनि 10K फलोवर्स भनेर हामीले आज चाहिँ केक काट्यौँ, किनभने बिजी थियौँ अरू दिन। आज 10K फलोवर्सको केक काटेको छ, उसले भनेको नि थियो हामीलाई केक काट्छु भनेर। सबैजनाले धेरै धेरै माया गरिरहनु भएको, अनि माया गरिदिनु होला, त्यही भन्न चाहन्छु सबैजनालाई। ल फेरि पनि कङ्ग्रेचुलेसन है रचना, यस्तै गरी अझै 1 मिलियन पुऱ्याउनु पर्छ। 1 मिलियन अब 1 मिलियन पुऱ्याउनु पर्छ है रचना। सबैजनाले माया गरिदिनु होला है रचना अफिसियल युट्युब च्यानललाई सबैजनाले माया गरिदिनु होला। यहाँ भएकोहरू सबैजना सब्सक्राइब गरिदिनु होला है उसको च्यानललाई। ल एकछिन ल यस्तै प्रगति उन्नति गरिरहनु, जिन्दगीमा सधैँ अघि बढिरहनु। मेनी कङ्ग्रेचुलेसन, यस्तै प्रगति उन्नति गर्दै जानु होइन। सो अब धेरै प्रगति भएको देख्न चाहन्छु, अनि त्यसपछि धेरै नसोच्नु, अनि आफ्नो काममा अगाडि बढ्नु। सो त्यही हो है गाइज। ल विश यु अल द बेस्ट एन्ड कङ्ग्रेचुलेसन। ओके, थ्याङ्क यू सो मच। I love it.
के भयो ए व्हाट ह्यापेन्ड माया लाउने लाम क्यारे लाम्ताको हामी पनि काम छैनौँ काबेको लैजाऊ फेसन लैजाऊ फेसन चिन्न नि नसक्ने रहेछ फेसन माया तिमी काको म काकोले भेट भयो म धाइधाइ आएकोले लैजाऊ फेसन हामी पनि काम छैनौ कार्यको के भर पर्नु तिमी जस्तो जाबेको मनका कोना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना ए माया तिमीले के भन्यौ भन त के भन्यौ भन त झ्यापै माया लाउँछौ नि भन त मनका भन झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना रातो मकै ढुकुरले मिलेन तिम्रो गीतको छुट्टो पै मिलेन गोर्खा मनका मना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना मायालुको निधारै पढेर घुम्न जाउँला पेलेन चढेर गोर्खा मनका माना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना के गर्छौ र हातैमा लेखेको कसरी हो निधारमा देखेको गोर्खा मनका मना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना हामी चाहिँ अब जाँदैछौँ यताबाट होइन भाइ अनि हामी चाहिँ त्यहाँ केक सेक काटेर अनि ढिला भयो नि त अनि इन्ड्राइभ बल्ल बल्ल आएर तिनजनाले इन्ड्राइभ बल्ल बल्ल तिनैजनाकोबाट गरेर बल्ल बल्ल एकजना अङ्कलले इन्ड्राइभ एक्सेप्ट गर्नुभयो अनि त्यसपछि घर आयो हामी आनन्दले त्यही हो रात पऱ्यो त्यही कारणले गर्दा हामी त्यहाँ चाहिँ साउन्ड बजिरहेको थियो त्यहाँ यता पनि गीत बजिरहेको थियो नि त साथीहरूले फेरि गीत नभई हुँदैन उनीहरूलाई अनि गीत बजाउनुपर्छ रमाइलो गर्नुपर्छ यस्तै छ साथीहरू त्यही हो हिजो चाहिँ रात परेको कारणले हामीले भिडियो इन गर्न पाएन साथीहरू अनि हिजो चाहिँ एकदम रमाइलो भयो अनि 10K सब्सक्राइबरमा मैले सेलिब्रेसन गर्छु भनेर मैले पहिला पनि भनेको थिएँ अनि अरू बेला चाहिँ अलिकति टाइम मिलिरहेको थिएन नि त अनि टाइम मिलाएर यसो टाइम मिलाएर हिजो चाहिँ 10K सब्सक्राइबर पनि मेरो क्रस भइसक्यो 11 पुगिसक्यो पुग्न चाहिँ तर पनि मैले सेलिब्रेसन गर्छु भनेर भनेको थिएँ त्यही कारणले गर्दा हिजो चाहिँ गएर एकदम रमाइलो गरेँ एकदम रमाइलो पनि भयो अब हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला कमेन्ट गरिदिनु होला कस्तो लाग्यो हजुरहरूलाई पहिलाको जस्तो साथ सपोर्ट माया सबै दिनु होला है मलाई नबिर्सिनु होला कसैले पनि यस्तै माया साथ सपोर्ट जहिले पाइराखौँ त्यही हो अनि यसरी नै अगाडि बढ्न पाऊँ अनि हाम्रो बहिनी पनि यता छ ल मलाई के भन्न चाहन्छ ल भन के भन्दिनँ किनकि हिजो त्यति रमाइलो गर्दाखेरि हामीलाई सम्झेन उसले होइन नि त यस्तो नि त अब मेरो साथीहरूले जम्की जम भनिरहेको थियो त्यही कारणले गर्दा अलिकति फ्यामिलीसँग चाहिँ अलिकति मिलेन भन्दा पनि अब प्लान बनाइसकेको थियो अनि यस्तो सेलिब्रेसन गर्छु भनेर चाहिँ सोचेको थिएन तर साथीहरूले गरौँ न त
भन्न थाल्यो अनि भ्लग पनि स्टार्ट गर्छु भनेर त्यही सोचले गएको हो। अब फ्यामिलीसँग चाहिँ पछि रमाइलो गरौँला। अब के भन ल मेरो युट्युब च्यानलमा के होइन अब सधैँ बनाऊ यसरी प्रगति गर्दैछौ त्यही हो शुभकामना शुभयात्रा होइन शुभयात्रा पनि हो। अब म पसल जानुपर्ने छ, अब रेडी सेडी हुन्छु अनि पसल जान्छु। अनि आजको भ्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला भन्दै आजको लागि चाहिँ म छुट्टिन चाहन्छु। सबैजनालाई बाई बाई।